पथरी शनिश्चर्य नगरपालिका वडा नम्बर 8 निवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू हार्दिक नमस्कार। पथरी शनिश्चर्य नगरपालिका वडा नम्बर 8 भित्र हामीले यही जेठ 11 गतेदेखि जेठ 21 गतेसम्म नागरिकहरूको घर दैलो अभियान कार्यक्रम लिएर आउँदैछौँ। जसरी हामी चुनावको बेलामा भोट माग्न तपाईहरूको घर घरमा आएका थियौँ, त्यसरी नै अब तपाईहरूको काम गर्नका लागि तपाईहरूको घर घर आउँदैछौँ। हामीले यो घर दैलो कार्यक्रम किन आयोजना गऱ्यौँ त भन्दा हामीले एक दुईवटा कामहरू जस्तो आज पनि 8 नम्बर वडा कार्यालयमा सेवा लिनको लागि आउनुहुने सेवाग्राहीहरू यो 45 सालको 48 सालको लगायत भनौँ 55 56 सालतिरको पारिवारिक कार्ड लिएर आउनुहुन्छ। त्यतिखेर पारिवारिक कार्ड गराउने घरमुलीहरू धेरैजनाको मृत्यु भइसकिसकेको छ। त्यो पछाडि यता थुप्रोजना आफ्नो सन्तानहरू वृद्धि जस्तो छोरा छोरी नाति नातिनाहरू भइसक्नु भएको छ, छोरीहरू बिहे गरेर गइसक्नु भइसकिसक्यो र पनि त्यही पारिवारिक कार्ड बोकेर बुवा आमाहरू आइराख्नुहुन्छ। हामीले अब सबै 8 नम्बर वडा भित्रका सबै घरको एकचोटि नयाँ पारिवारिक कार्ड बनाउने कार्यक्रम राखेका छौँ। केही घर परिवारहरूले भर्खरै पनि अद्यावधि गर्नुभएको छ, तपाईहरूको परेन। त्योदेखि बाहेक पुरानो पारिवारिक कार्ड हुने सबैजना 8 नम्बर वडाका दाजुभाइ तथा दिदीबहिनीहरूले घरमुलीको एउटा पासपोर्ट साइजको फोटो, घरको आफ्नो एका सगोल घर छुटिएर बस्नु भएको छ भने पनि त्यो आफ्नो परिवारको मात्रै संयुक्त बस्नु भएको छ भने सबैको आफ्नो घर परिवारको चाहिँ नागरिकताको फोटोकपी, जन्मदर्ताको फोटोकपी भनेको जसको नागरिकता छैन, केटाकेटीहरूको बालबालिकाहरूको चाहिँ जन्मदर्ताको फोटोकपी तपाईहरूले तयारी अवस्थामा घर घरमा राख्नु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी यो जेठ 11 गतेदेखि जेठ 21 गतेसम्म आउँदैछौँ। हामी यो दोस्रो चरणमा केही दिन पछाडि सूचना निकाल्छौँ कुन कुन टोलमा कहिले कहिले आउने भनेर। सबैको हामी घर घरमै आउँछौँ, तर तपाईहरूले सबैजनाको नागरिकताको फोटोकपी, नागरिकता नबनाएका बालबालिकाको जन्मदर्ताको फोटोकपी गरेर घरमा राख्नुहोला। घरमुलीको एकजनाको पासपोर्ट साइजको 2वटा फोटो पनि आवश्यकता पर्छ। त्योदेखि बाहेक हामीले यो घर दैलो अभियानमा तपाईहरूको सुझाव टिप्ने, गुनासो टिप्ने हैन, जनप्रतिनिधिहरूलाई चाहिँ आफूले लागेका कुराहरू व्यक्त गर्नका लागि गफगाफ गर्ने। त्यो सँगसँगै हाम्रो 8 नम्बर वडामा विद्यालय उमेर समूहका बालबालिकाहरू कति विद्यालयबाट वञ्चित हुनुभएको छ, अर्थात् विद्यालय जानुहुन्न, त्यसको पनि हामीले एउटा डाटा लिन्छौँ र उहाँहरूलाई कसरी फेरि पुनः विद्यालय भर्ना गराउने एउटा त्यो हामीले अभियान सुरु गर्नुपर्ने हुन्छ। अर्को हामीले जनगणना स्वरूप ठ्याक्कै अहिलेको 8 नम्बर वडाको जनसङ्ख्या कति हो र 8 नम्बर वडामा जम्मा कति घर परिवार हुनुहुन्छ, 8 नम्बर वडामा खानेपानीको पहुँच कति बस्तीहरूमा घरहरूमा पुगेको छ लगायत हामीले त्यतिखेर स्वास्थ्य कर्मीको टिमहरू पनि हामीसँगै लिएर आउँछौँ। स्वास्थ्य कर्मीको टिम ल्याउँदा त्यहाँनिर उहाँहरूले सुगर प्रेसरहरू चेकअप गरिदिनुहुन्छ। त्यो सँगसँगै त्योभन्दा ठुलो कुरा बिचरा बुढाबुढी बुवा आमाहरू अहिले अब धेरैको घरमा छोरा पनि विदेशतिर, बुहारी पनि विदेशतिर, छोरी आफ्नै घरतिर विदेशतिर, बुढाबुढी मात्रै पनि बस्ने 8 नम्बर वडामा पनि आज धेरै घरहरू भएको छ। बुवा आमाहरू टाउको दुखेको दबाई एकचोटि लिएर आएर हेल्पपोस्टबाट राखेको, नगर अस्पतालबाट ल्याएर राखेको अर्थात् हस्पिटलबाट ल्याएर राखेको, त्यसको त डेट गइसकेको पनि थाहा हुँदैन, त्यो दबाई के को खाने भन्ने पनि थाहा हुँदैन रहेछ। अस्ति हामीले त्यो ज्येष्ठ नागरिक यो हाम्रो होम भिजिट कार्यक्रममा जाँदाखेरि हेर्दा त्यो पनि भेटिएको छ र उहाँहरूको त्यो खाँदै गरेको, आफूले खाँदै गरेको औषधिहरू हेरिदिने, त्यसको डेटहरू हेरिदिने र यो औषधिको चाहिँ डेट गइसकेको छ, अब तपाईँले यो दबाई बन्द गर्नु भनेर त्यहाँ सरसल्लाह पनि दिने हामीले गर्छौँ। हाम्रो स्वास्थ्य कर्मीको टिमले त्यो पनि काम गर्छ। त्यो सँगसँगै हामीले तपाईहरूको घर दैलोमा आउँदाखेरि हाम्रा विभिन्न किसिमका डाटाहरू लिएर आउँछौँ र ती डाटाहरू भरेर 8 नम्बर वडाको ठ्याक्कै अहिलेको यथार्थ चित्र त्यहाँबाट हामीले कोर्न सक्छौँ। मैले तपाईँहरूलाई यति नै कुरा जानकारी गराउन चाहेँ। सबैजना वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूले यो हाम्रो अभियानलाई सफल बनाउनका लागि सहयोग गर्नुहुन्छ भन्ने मैले पूर्ण रूपमा आशा लिएको छु। यो काम तपाईँ हामी सबैको हो,
किनभनेदेखि पारिवारिक कार्ड अद्यावधि गर्दाको फाइदा भनेको पछि तपाईँहरूको डकुमेन्टहरू हराउँदाखेरि पनि पारिवारिक कार्डले जोडिन्छ। पछि विभिन्न काममा पारिवारिक कार्डको आवश्यकता पर्दछ। त्यसले गर्दा पारिवारिक कार्ड बनाउनको लागि तपाईँहरू विदेशतिर हुनुहुन्छ भने नि आफ्नो घरतिर फोन गरेर यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि भनिदिनु होला। जेठ 11 गतेदेखि जेठ 21 गतेसम्म 2083 सालको हामी आउँदैछौँ हरेकको घर घरमा। त्यसले गर्दाखेरि सबैजनाले मैले अघि नै पनि भनिसकेको छु, नागरिकता बनाउने जतिको सबैको नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो घरमुलीको एकजनाको, 2टा, नागरिकता नबनाउने बालबालिकाहरूको जन्मदर्ताको फोटोकपी अनिवार्य रूपमा राख्नु होला। जन्मदर्ता गर्नको लागि छुट्नुभएकाहरूले अस्पतालमा जन्मेको हो भने अस्पतालले दिएको बर्थ सर्टिफिकेट त्यो छैन भनेदेखि हामीले यहाँनिर खोप केन्द्रबाट लगाएको खोप कार्ड, बुवा आमाको नागरिकताको फोटोकपी, विवाह दर्ताको फोटोकपी तपाईँले तयारी अवस्थामा राख्नुहोला। हामी त्यो काम पनि त्यतिखेर त्यही शिविरमा तपाईँको घरमै गरिदिनेछौँ भन्ने कुरा म जानकारी गराउन चाहेँ।